वेलकम गरिदिनु पर्यो कि मेरो। हेलो गाइस, सबैलाई वेलकम छ। ल जाडो बढेको छ, यस्तो यस्तो तातो तातो स्वेटर लाएर ज्याकेट लाएर निस्किनुपर्छ बाहिर। ल गाइसहरू, आज चाहिँ हामी है आज चाहिँ हामी यहाँ साउलको थोङदेमुन भन्ने ठाउँमा आछौँ। सिटी टुर गर्न लागेको छौँ हामीले। देखाइदेऊ न बसाइ टुर गर्ने सोच पनि भएको हुन चाहिँ, तर आज मौसमले साथ दिएन हामीलाई। मौसम यस्तो अँध्यारो छ, पानी पर्न लाग्छ, त्यही भएर हामीले चाहिँ आज नगर्ने निर्णय गऱ्यौँ। आज चाहिँ हामीले जे होस् सपिङ गर्ने प्लान गरिरहेको छौँ। तपाईँहरूले चाहिँ देखाउनेछौँ हामी थोङदेमुनमा चाहिँ सस्तोमा राम्रो कस्मेटिक सामानहरू कहाँ कहाँ पाउँछन् हामी चाहिँ आज पुरै देखाउनेछौँ। आजको मौसम कस्तो छ त? आज विरक्त लाग्दो छ नि, जाडो जाडो। यस्तो मौसम त राम्रो त हो। अनि जाडोमा तातो तातो खाने, लुगा लगाएर निस्किने हो, तातो तातो खानुपर्छ, घुम्नुपर्छ। अब खास तिमीहरूसँग भन्दा पनि यसो गर्लफ्रेन्डसँग चिया बेच्न कहाँ यहाँ लाइभमा यो के भन्नुभएको यार तपाईँ यार? लाइभ हो धेरै पछि भ्लग सुरु गर्न लागेको, त्यो पनि अब के गर्नु, अब एक्सपिरियन्स बोल्ने एक्सपिरियन्स छैन, त्यही भएर नै अब बिस्तार बिस्तार बानी हुन्छ होला। यहाँ यता अलिकति हाउडे मान्छेलाई यसो बोल्न दिएको, यो मान्छेले खासै बत्तीको काम। प्रकाश सर नयाँ बेहुला यता हेरिदिनु नि त एकछिन। ए ला र अब हुनेवाला बेहुला उहाँ हुनुहुन्छ। हेर्दै पनि रहेछ कि अनि हो नि त। अनि उहाँ अब यसो बेहुला मान्छे अब यसो हल्का हेन्जम बनाएर पठाउनु पर्ने हुन्छ नि त। फेरि अब कोरियाको जस्तो अब अलिक फेसहरूमा अलिक चमक चाहियो नि त होइन। त्यसको लागि हामी चाहिँ यस्तो सरलाई अब हेन्सम बनाउनुको लागि क्रिमहरू किन्न जाँदैछौँ। अनि सर चाहिँ अलरेडी हेन्समै हुनुहुन्छ, तर पनि अलिकति सुनमा सुगन्ध हुन्छ नि त्यस्तै टाइपको है। मैले भन्नु जति सबै तिमीहरूले भनिदिइसक्यो। अब के भन्नु, मलाई बाँकी राखेको छैन होला। यतैबाट छिर्नुपर्छ। यहाँ चाहिँ सबै छ है फेरि एकदम आउनुपर्छ। यो ठ्याक्क थोङदेमुन, त्यो जुन थोङदेमुन हिस्टोरिकल पार्कबाट थोरै यता आएपछि भेटिहाल्नुहुन्छ मिमी लाइन सप भन्ने। ल ल यहाँ चाहिँ अब धीरजले भन्छ के छ यहाँ। यहाँ चाहिँ अब साथीहरू जाँदै हुन्छ, तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ के चाहिन्छ भनेर। यो भिडियो चाहिँ भोलि अपलोड हुँदैछ। हाम्रो साथी चाहिँ जाने हो 2 महिनापछि। यहाँ यो मोती देखाउन, मोतीहरू मोती लिपस्टिक माथि नै 3 करोडको मोती देखाउन। यहाँ यो चाहिँ कुन के को मोती भनिदेऊ त एकचोटि? मिमी लाइम सपको इयरिङ छ हौ। इयरिङहरू यो इयरिङ पनि यो झन् पानाको लपको यहाँ कति राम्रो छ यो। गर्लफ्रेन्ड छैन गाह्रो भयो। नभए गर्लफ्रेन्ड भएको च्याङले यति दिन्थ्यो गिफ्ट। भाउजूको देश देखाएर कुन ठिक हुन्छ भनेर यस्तो वाला भाउजूले तपाईँलाई माया गर्दा पनि नदेख्ने टाइपको हुनु पऱ्यो क्या। हो कि देख्ने टाइपको होइन, नदेख्ने। मम्मीहरूलाई लैजानुपर्छ कि? ए हो र, मम्मीहरूलाई पनि। मम्मीहरूले त रातो त्यसो भए त लानुपर्छ त नि। ल सरहरू मेरो त काटिदिएको छु है। तारो भन्नु त्यो दुइटा ओके। यो फ्रीमा लानु अरे सरहरूलाई ल गाह्रो छ सरहरूलाई। हाम्रो चाहिँ अब यस्तो हाल्नु सक्ने रहेछ। ल मजाले हिसाब गरेर आउनु है त। यो के मिनी सानो अब हाम्रो चाहिँ स्किन केयर सामान पनि सपिङ भयो, त्यसपछि अब फर्किँदैछौँ। अब हामी यहाँ हाम्रो रेगुलर कस्टमर खाउँ न, पूजा के हो होइन? पूजामा जाउँ न त। ल खाजा खाने सल्लाह भयो। हामीले चाहिँ हल्का भोक लागेर अब पूजा रेस्टुरेन्टतिर जाँदैछौँ। हाम्रो आफ्नै दिदीको रेस्टुरेन्ट भनौँ न। भुजामा गएर अब हामी भुजा खान्छौँ। भुजा भन्नाले भुजा मात्रै होइन, फेरि चटपटे भुजा र टक्क मोलेर
चटपटे भन्दा पनि आज दोषले चाहिँ उयो खाने भनिरहेछ हाम्रो साथीले गाइजहरू अहिले पानी परिरहेछ सो हामी चाहिँ बिरुवा जाडो भएर यहाँ हात बाँधेर पनि हिँडिराखेको छ अब गाइजहरू हाम्रो बिरुको धीरज कता हो गर्लफ्रेन्ड छैन अरे यसो हेर्दै हुन्छ भने सिङ्गल अनि हाम्रो पूजा खाजा गर्न एकदम मिठो यार मस्तले खाइयो मस्त भयो अरे जाडोको बेला बन डर खाइयो बवाल छ नि हाम्रो अब भ्लगर भएपछि चस्मा त लाउनै पर्छ गाइजहरू होइन अब यसो कारै हो हाम्रो भिडियो काठ खोज्दै हुन्छ है यति सक्नुभयो पानी यही नराम्रो छ कि मेरो त पानी यही अनि काठलाई काठ कहाँ राख्नुहुन्छ ल गाइजहरू अब हामी ट्रेनमा जाँदैछौँ अब हामीलाई डाइरेक्ट मेङदोङ आउनु आँट्यो तपाईँहरूलाई हामी त्यहाँ स्वप गर्नेछौँ है ओके भिडियो हजुर ल अब चाहिँ हेर्दै हेर्दै हामी मेङदोङ पनि आइपुग्यौँ अघिदेखि मेङदोङ भनिरहेको थियौँ 3 स्टेसन 3 हो 3 स्टेसनपछि हामी मेङदोङ आएको छौँ अब यहाँ अलिअलि सपिङ गर्छौँ त्यसपछि फर्किहाल्छौँ टाइम पनि धेरै गइसक्यो 5 बजिसक्यो 5 बजे भनेको हिजो आज रातै हो रात परिसक्यो बाहिर मस्त देखिहालिन्छ रात परेको सुरुमा 250 आयो त हेर अगाडि त्यहाँ हेर न मात्र कत्रो 250 कत्रो बिल्डिङ हो यार है धेरै राम्रो छ Kok, iya, sekali itu.
Sekal sekal. Color 이거 만해요? 색깔. 이거? 이거 두 개야. 네. त्यो उयो 60 मा हाल्नु पर्छ टोटल हेऱ्यो ल टोटल चाहिँ यति 7,61,850 1 है 1 4 लाख दिनु हुँदैन यहाँ नारिया छ होइन 1 यो 30 30. this one This one, so there's 50. हैन मान्छे धेरै पनि गाह्रो यार कस्मेटिक सामान ल जाउँ ल एकदम भव्य सपिङको साथ हामीहरू फर्किँदैछौँ है 감사합니다 네 बबाल ल लिऊ हेलो दबा सेरेन पानी अलिकति आउनु होला तपाईँ कुनै खाजा सोध्नु 带我听了2个半哦，我多少钱一袋？ बुझ्यो एकदम दबा 감사합니다 दुईटा कार्ड 那只要一袋。 मागो एउटा खाऊ 형님 다시 안 먹어 ग्रेनेड थुके हरू पढ्नु थियो सिङ्ग्यु होइन तल इङ्ग्लिस पर्माटेसन 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 के भन्नु ठिक छ ल जम्मा 6 वटा भयो कला हुँदैछ यहाँ कस्तो ए बोल्छै मलाई यो मान्छे बाबा अलि हामीले चलाउने त्यही हो नि हराइएला जस्तो पो छ त साह्रो ठुलो छ त हो अब के भन्नु पुरै डुले मात्र छौँ अब हामी चक्लेट पसल खोजिरहेछौँ भेटिरहेको छैन लगभग आसपास चाहिँ पुगिसक्यो टेस्ट गर्ने र This is one of the best salad. 이거 기간 많아요 기간 Yeah. 이거 선물 선물하기 딱 좋은 거. 좋은 거예요? Everybody like this one. 이렇게 딱. 디자인 कौन तो So you try. 디자인 कौन तो Yeah, नदिने good रे friend हामीलाई gift. त ओके खाएर है साथीहरू Very nice. 12 피스 였어요 이거 하나 박스 이 박스 저걸로. कुन खाले यसमा लगाउन यही प्याकेट 1200 이거 100 이거 이게 अलिअलि धेरै लान्छु डिस्काउन्ट दियो भने 이거 많이 가지고 갈 때 डिस्काउन्ट 살 때 디스카운트 할인 9개 사면 하나 더. 9개 9개. 9개 पिक्चर पनि देखाउनु पर्ने पासवर्डको फोटो दिनुहुन्छ ए हामीलाई ओके देखाइदिनु त
बनाउँछ त माथि टावर धरि अनि 250 को टुप्पोमा गएर चाहिँ सबै देखिने जो सब के भन्छ यो नामसान टावर चाहिँ 250 को टुप फर्स्ट फ्लोरमा गयो भने त पुरै देखिने रहेछ क्या त्यहाँ गएर हेरौँ क्या हो नामसान टावर? 250 नाम छ टावर टाइम छैन जुम गरेर अब हामी मान्छे कोही चढेको छैन रहेछ जाडोले होला आडोले पक्रियो होला मलाई अब ल सिधै अब जाने ऊ अघि भागेछ त कहाँ गयो फेरि पर्सि उता सिङदाङ याजुमा भेट्नुपर्छ अब चाहिँ हामी घर फर्केको साथीहरू भन्दै सिङदाङ यो पालिको ल्याराङ फ्याराङ भ्लग मेरो यहीँ सकिएको छ कोसिस गर्दैछु भिडियो बनाउने बिचबिचमा के हुन्छ कसो हुन्छ त्यही हो मुड बिग्रिन्छ त्यही भएर कन्टिन्यू दिन सकिरहेको छैन यसो भिडियो बनाउनु भनेर सबै कुरा चाहिँ जोडजाड गरियो घर जाँदैछौँ बिडु एउटा सोजुले मुख बटारिसक्यो बोल्नै छाडिसक्यो ठुलो बनाउँदो रहेछ हौ मान्छेलाई सोले अब बियर मात्र खाऊ है ती खाँदै नखाउँ डिले बनाउँदो रहेछ होइन अलिक कन्ट्रोल गरेर खानुपर्छ तर अहिले त सक्यो नि फ्रेस भयो